गुड मर्निङ फ्रम नागमा। हिजो राति हामी 10 बजे यहाँ पुगेको थियौँ। बिस्तारै बिस्तारै आउँदैछौँ, भाइहरू गइसकेका छन्। मेरो बाइक पनि यहाँ स्टार्ट भइसकेको छ। मेरो हुलिया यस्तो छ, तलपट्टि पुरै हिलो हिलो, जुत्ताभरि हिलो हिलो। बाटोमा एकदम पानी परेर पुरै 2 चोटि चिप्लेछु म। केही भएन, तर चिप्लेर ढलेको मात्र हो। यस्तो न कस्तो भयो पुरै पुरा यहाँ लाग्छ, यहाँ लाग्छ, यहाँ माथि लाग्छ। यतैपट्टि 2 चोटि खसेको। अब निस्के अगाडि भाइहरू गइसके। ल त गाइस, म यहाँदेखि निस्के नागमादेखि। या अल्लाह या रहमान या रहीम, या अल्लाह या रहमान या रहीम या करीम। घाम लाग्छ गाइस आज बिहान बिहान, मर्निङ। आज घाममा राइड गर्ने। अब उनीहरू निस्किसकेका छन् भाइहरू, म पछाडि छु। आज मस्तको घाम लाग्छ। हिजो अस्ति पानी भयो, पानीमा भिजे। आज मस्तको घाम लाग्छ। तातो भएर जाने अब यतादेखि। कुन्नी अगाडि गएपछि फेरि त्यस्तै हो। यो पहाड हेर्नु कस्तो छ, पुरै बाहिरै निस्केछ। माथिको तलको बराबर छ, माथिको बाहिर निस्केछ। सब ल्यान्डस्लाइड एरिया हो। भाइहरू अगाडि निस्किए, म अलि पछाडि आएको थिएँ। ब्याग स्याग प्याक गर्दै थिएँ म, अलि ढिला भयो मलाई। उनीहरू निस्किसक्यो बिहानै, मलाई छोडेर। कहाँ गए म पछाडि। अगाडि रोक्न भनेको थिएँ ग्यारेजमा, यहाँ रोकेनन्। सायद मानमा रोक्छन् कि। वाह, घाम लाग्यो। कति दिनपछि घाम यस्तो देखेको यार। 4-5 दिन त भइसक्यो। नेपालगञ्जमा हुँदाखेरि यस्तो घाम लाग्थ्यो। उतादेखि निस्किँदाखेरि त बादलै बादल, पानी नै पानी थियो। अब यहाँ यति बेला यस्तो राम्रो घाम लाग्यो, मजा आइगयो। वाह, हामी यहीँ अस्ति बसेको थियौँ, फोटोसोटो बनाएको थियौँ। दामी ठाउँ छ। तर हर टाइमको सिन फरक हुन्छ क्या, लुक फरक हुन्छ। घाम लागेको बेला अर्कै जस्तो देखिन्छ, अनि पानी परेको बेला अर्कै देखिन्छ, बादल लागेको बेला अर्कै देखिन्छ। अहिले मस्त घाम लाग्छ, सबै देखिरहेछ राम्रोसँगै। कस्तो पहाड छ। यो कुन ठाउँमा पुगेँ? यस्तो झुलुङ्गे पुल छ। त्यो माथिको घर हेर्नु, सब टोटल प्योर पहाडी जस्तो घर। पहाडमा बस्ने घर यस्तै हुन्छ। पहाडी लाइफ, पहाडी जिन्दगी। धेरै स्पिड गर्छन् के भाइहरू यार। हिजो त एकदम सिलो कुदाउँदै थिएँ, आज त एकदम स्पिड गर्छन् जस्तो छ त। कोही देखिरहेको छैन मलाई। स्मल वाटर क्रसिङ। सी वाट ब्युटिफुल छेद्ना खोला पुल। वाट अ ब्युटिफुल छेद्ना खोला पुल। आइसाला, यस्तो मजा आउँछ कि उभिएर चलाउँदाखेरि यो बाइक। अब म कुदाएर आउँछु। त्यहाँ छ फाद भाइ, मलाई कसैले रोकेन। म पछाडि आएँ। अब म पनि जान्छु। आऊ एकेले भैया। रोक्नुपर्छ नि त, यत्रो राति सङ्घर्ष गरेर पछाडि आएको। मजाले आफ्नो हावातालमा हिँडिरहेछ यार। हेर्नुपर्छ नि अगाडि पछाडि कोही छ कि छैन। त्यहाँ छ फाद भाइ, यहाँ पुगिसकेको छ यिनीहरू। बाटो आयो जस्तो छ। अब मलाई कसले समात्छ। यस्तो बाटोमा त हावापानी
एक भइहाल्छ ऊ त्यहाँ छ आयान चिसो भयो रे धेरै चिसो भयो मैले त केही लगाएको छैन मोटो कपडा पनि लगाएको छैन यस्तो टी सर्ट मात्र लगाएको छु तर मजा आउँछ चिसोमा बाइक चलाउँदा नेपालगञ्जको यस्तो गर्मी फेरि त्यहीँ गर्मीमा गएर बस्नुपर्छ तर यता 4-5 दिन मजा आयो रमाइलो हो ऊ त्यहाँ झर्ना छ गाइस स्मल झर्ना बडारी चौकी सल्लाघाट दिस इज अ सल्लाघाट पुगिसक्यो गाइस कस्तो दामी भ्यू छ हेर्नु न मस्तको घाम लाग्छ बिहान भइरहेछ 7:21 भएछ 7:30 बज्न लागिसक्यो टाइम हेर्दै बुढो भइयो गाइस झर्ना स्मल झर्ना वाटर क्रसिङ हिजो अस्ति पानी परेको थियो माथि ऊ सब पहिलो पानी भइसक्यो माटो पानी सब पहाडदेखि झरेर आएको पानी ऊ तलपट्टि गए झुलुङ्गे पुल ऊ त्यहाँ हेर्नु त तलपट्टि पानी निस्केको सब बिचमा ढुङ्गा यताउतादेखि पानी आइरहेछ यहाँ झुलुङ्गे पुल छ यहीँ तल बसेको थियौँ कि हामी अस्ति यही तल हो यहाँ झुलुङ्गे पुल मैनीहरू भाइहरू गएको थिए ऊ त्यहाँ हामी बसिरहेको थियौँ यही ठाउँ हो दिस इज अ धनाडा यो दिस इज अ रुख पैसा फेरि रिजर्भ देखाइहाल्यो त यार पेट्रोल मानमा हाल्नु पऱ्यो पेट्रोल आउँदाखेरि नेपालगञ्जमा हालेको थियो पेट्रोल धेरै थिएन आधी ट्याङ्की जति थियो त्यसपछि सुर्खेतमा हालेँ फुल ट्याङ्की सुर्खेतमा 2000 को तेल लायो यता 1250 को 3250 भयो अहिलेसम्मको अनि नेपालको जुन हालेको थियो त्यो त थाहा भएन कतिको थियो त्यो पनि सायद फुल नै गराएको थियो कि थाहा भएन अब फेरि यतादेखि जाँदाखेरि हाल्नुपर्छ तेल पेट्रोल पुरा घर यस्तो निलो टिनको देखेँ गाइस नभए सब ऊ रातो टिनको देखेँ नभए सब निलो टिनको थियो यसमा फेरि निलोमा फेरि रातो पेन्ट गराएको छ टिन त निलो नै हो पेन्ट गराएको छ माथिदेखि रातो देखिरहेको थियो वाह मर्निङ एक्सर्साइज हुँदैछ पहाडमा यहाँ ध्यान गर्दै मस्त कुन ठाउँ गयो गाइस म कुन ठाउँ हो यो गाडी आउँदैछ कस्तो दामी देखेछ तलको बाटो विच प्लेस इज दिस हो छेप्का खोला वो इट्स छेप्का खोला यहाँ त एउटा रिल हुन्छ वो छेप्का खोला बदन पे सितारे लपेटे हुए जाने तमन्ना किधर जा रहे हैं वाओ गाइस एउटा माथिको पुल थियो एउटा यो तलको पुल रहेछ यी चक्की भनेको यो पानीले चल्ने चक्की ऊ त्यहाँ यसमा धान गहुँ पिसिन्छ ऊ त्यहाँ बोरा राखेछ नि ब्याग राखेछ बोरा राखेछ गहुँ पिसिन्छ यहाँ गहुँ पिसेर आँटा बनाइन्छ यहाँ चक्कीमा यस्तो 4 गियरमा मेरो गियर कम गर्ने ह्याबिट नै छैन कि जति गियर छ त्यही गियरमा कुदाउने सिलो भयो नि त्यसैले बन्द हुन्छ बाइक बफेलो एन्ड काउ माता and buffalo are crossing the road going to eat breakfast.
स्टप प्रहरी चेकपोस्ट कृपया बिस्तारै चलाउनुहोस्। कहाँ छ प्रहरी? ए प्रहरी भनेको यो प्रहरी चेकपोस्ट। अये बाप रे, वाट इज दिस गाइस? लुक दिस गाइस, पुरै पखेटा ठुलो पारेछ त पछाडिको, डेन्जर आछ। यस्तो बाटोमा कुदाउन मजा आउँछ। डाउन साइड and upside. Khalto on the road. Yes, to big Khalto. मालेन सरकार घन्टी राष्ट्रिय स्वतन्त्र पार्टी। हाम्रो इलेक्ट्रोनिक प्रहरी चेकपोस्ट हुँदैछ के? नो प्रहरी चेकपोस्ट। ओ भाग्यो। Tota, 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 tota. Tota, it's a tota. Tota, it's a tota. Small water crossing. के छ अगाडि? बड्डो छ अगाडि। नजाराको मजा लिँदैछ होइन, मोबाइलमा नेटवर्क समात्दैछ। स्मल स्मल गाई भैँसी, गाईहरू नट भैँसी, गाई। पैसा अस्ति हामी रोकेको ठाउँ यही हो सायद के। त्यसमा रोकेको थियौँ अनि जमुनाको नेपालगञ्जको भाइ भेटेको थियो। हामी यहाँ पानी परेको रोकेको थियौँ, उति भाइ यहाँ उभिरहेको थियो। यहीँ कुरासुरा भएको थियो। ढुङ्गा अन द रोड, इट्टा अन द रोड, ढुङ्गा अन द रोड, वाटर इन द रोड। ओहो कस्तो मिलेको। पहाड अन द रोड। झरना, सानो सानो झरना। डिक्लाइन स्टार्ट भयो यहाँदेखि तल झर्ने। अब ओह्रालो उकालो उकालोदेखि आइसक्यो। अब ओह्रालो झर्दै तल काम हुँदैछ के। क्रेन देखेको थिएँ, यहाँ उभिरहेछ साइडमा, माटो बराबर गर्दैछ। एकदम हिलो हिलो यहाँ पनि थियो। खन्दैछ बाटो बनाउनलाई, गर्मी दिइसक्यो उहाँले। यो बाटो बराबर गर्दैछन्। दामी देखेछ गाई, युस त दामी देखेछ। ओ अजनबी देखो कहाँ जा रहे हैं, दो अजनबी देखो जा रहे हैं। गाइस पछाडिको भ्यू हेर्नु कस्तो दामी देखेछ। तल खोला बगेको छ, उता अगाडिदेखि ट्रक आइरहेछ, साइड दिनु पर्यो। पासिङ हानिरहेछ त। यता पछाडिको भ्यू हेर्नु कस्तो दामी देखिरहेछ। यो अगाडिको हेर्नु होला, अहिले त्यो क्रस गरिसकेपछि यहीँ छ, आइसक्यो। ओह्रालो छ के गाइस, ओह्रालो छ भयङ्कर। यता छ पानी,
खोला बगेको यता यो ढुङ्गाहरू हेर्नु यतापट्टि पछाडिको हो भनेको कहाँ माथि देखिन्छ कि पछाडिदेखि क्यामेरामा देखियो होला यहाँ मन्दिर छ एउटा भयङ्कर छ त्यहाँ पुरै पहाड काटी काटी बाटो बनाएको यो एउटा उता झर्ना छ झर्ना देखाउँछ है तपाईँले दामी देखिरहेछ हेर्नु झर्ना हेर्नुभयो यता यस्तो छ खोला यस्तो यो पहाड भन्दै थियो लेट्स गो फेरि एउटा ट्रक आइगयो ठुलो ट्रक आउँदैछ त यतै रोक्नु पर्यो निलो ट्रक छ ठुलो छ टिभिएस कम्पनीको बाइक लिएर आउँदैछ के दिस इज अ ट्रक साला भैँसी गेडा पुगिसके नागमादेखि हिँडेको थिएँ यता पछाडिको भ्यू पनि कस्तो दामी छ टर्निङ छ क्या यहाँ यु टर्न हो एउटा अझै छ अनि भाइहरू पनि मदेखि अगाडि नै हिँडेको थिएँ आयान र फाहद म पछाडि थिएँ फेरि म धेरै दिन भयो 4-5 दिन भयो बिस्तारै कुदाएको थिएँ एकदम बोर लागिरहेको थियो आज उनीहरू अगाडि निस्के म पछाडि थिएँ स्विङ भएर अगाडि आइयो तिनीहरू पछाडि नै छन् अझै धेरै पछाडि छन् स्पिड चलाउन मजा आउँछ बाइक त्यही त बिस्तारै बोर भइहाल्छ कि अब म धेरै अगाडि आइसकेको छु उनीहरू अझै धेरै पछाडि होलान् यता खोला बगिरहेको छ साइडदेखि यहाँ पनि दामी भ्यू छ कस्तो दामी छ खोला अगाडि रोकेर देखाउँछु हजुरलाई यो त्यहाँ रोकेर सिन देखाउँछु यता हेर्नु गाइस म देखाउँछु रोक्छु है यहाँ कस्तो दामी ठाउँ छ यार यस्तो छ यो खोला बगिरहेको छ पुरै पानी पहेँलो छ त्यो माथि पानी परेर पहाडमा सब पहाडको पानी छ यतापट्टि हेर्नु माथिसम्म रोक्छ हेर्नु यहाँ छ फाहद भाइ भर्खर आएर पुग्यो कहाँ रोकेको थियो भाइ बिस्तारै आउँदै थियो अनि त्यो गएको छ आयान ए ऊ त्यो पनि आउँदैछ गाडी बाइकको आवाज सुन्ने छ यी ठिक छ धेरै बिस्तारै आयो त दुईचोटि खस्यो ए त्यही त भन्यो किन बिस्तारै जाम हिँड यिनीहरू पुगिसके मलाई समातिहाल्यो मैले त रोकिहालेको थिएँ अगाडि गइसकेँ म पनि अब अगाडि लाग्छु यहाँ पनि राम्रो भ्यू छ पछाडि उकालो खोला हेर्नु पछाडिबाट देखिन्छ होला चल्ला अहिले त मर्थी चल्ला माया गर्दैछु इन्ट्री पोस्ट कोही छैन इन्ट्रीमा टकुल्ला हामी टकुल्ला पुग्यौँ गाइस दिस इज अ टकुल्ला वाउ फलामे ब्रिज एन्ड दिस इज अ ठुलो ढुङ्गा स्कीमा हो मिल्न त मिल्ने थियो तर नभने कि चक्की गहुँ पिस्ने साराले वाटर ऑन द रोड आराम से चलो वरना गिर विर पड़ियो तो और आफत कल 2 बार गिरे हो याद ना आवा है मजा आएगा
तिमी किन बजिरहेछ यार अहिले बन्द हो न भिडियो रेकर्ड भइरहेछ मेमे मेमे पानी अन द रोड खोला मेमे गऱ्यो त आवाज सुन्नुभयो मेमे स्मल वाटर क्रसिङ लेट्स गो पिच बाटो भेट्यो नयाँ नयाँ बनाएको पिच बाटो ओ माई गॉड दामी दामी तपाईँहरूको यात्रा सफल रहोस् तिला गुफा नगरपालिका कालीकोट हामी कालीकोटमा इन्ट्री गऱ्यौँ जुम्ला छोडिसक्यौँ जुम्ला छोडेर कालीकोटमा हाम्रो इन्ट्री भयो हो त्यहीसम्म थियो नै अगाडि पनि छ त बाटो राम्रो दिस इज अ कालीकोट गाइस नाउ वी आर गोइङ टु मानमा ओ सेट नाइस रोड अब बाइक भाग्यो यस्तो बाटोमा कुदाउनु मजा आउँछ वाउ गाइस हामी कति माथि आइसक्यौँ खोला कति तल गइसक्यो डाउन साइड त्यहाँ होइन त्यहाँ बाटो हो कि के हो माथि क्रेन चलाएको छ त बाटो त नहुनु पर्ने त्यस्तो हाम्रो बाटो साइडदेखि कटेछ कि तलदेखि गएको छ लुङ्गे पुल उता छ कुन ठाउँमा आइगयौँ हामी कालीकोटको यहाँ के हुँदैछ रोटी खाँदैछ बिस्कुट खाँदैछ माथि काम हुँदैछ बाटो हाम्रो तलको 0.5 किलोमिटर अगाडि स्थायी प्रहरी चौकी पोस्ट माथि काम गर्दैछ तल बाटो रहेछ शेराबाडा बजार त्यहाँ माथि काम हुँदैछ भाइहरू पनि शेराबाडामा पुगिसके यहाँका ड्राइभरहरू राम्रो हुन्छन् कि हात दिएर नै देखाइदिन्छन् जाउनुहोस् अगाडि म रोकिरहेको छु भनेर हात दिनुभयो रोकिहाल्नु भयो हामी अगाडि आइगयौँ गुड ड्राइभर नेपाली गुड ड्राइभर ए भैया लोग उठो उठ गयो मैले भन्ने बित्तिकै उठियो माथि झुलुङ्गे पुल पनि छ ढुङ्गा पनि कस्तो ठुलो ठुलो ढुङ्गा यो बाटो मलाई बहुत नराम्रो लाग्छ डाउन एन्ड अप रे बाप्रे स्पिड बाइक स्पिडमा छ अथवा गाडी स्पिड छ भने माथि फालिदिन्छ के यस्तो बाटोमा डाउन एन्ड अप गर्दाखेरि त्यो तान्नेवाला हेर्नु त सामान यतादेखि उता पुर्याउने देखेँ मैले त्यो डोरी लगाएको छ यतादेखि उता केही सामान पठाउनु छ भने त्यसमा राखेर लोड गरेर त्यो तान्ने उता जान्छ यो तान्ने यता आउँछ दाउरा काठ के हुन्छ मान्छे पनि यताको उतादेखि जान्छन् यस्तोमा गरेर नाइस भ्यू गाइस उकालो बाटो भनेको ट्रक त्यहाँ रोकेछ कि घुमाइरहेछ के गरिरहेछ घुमाउँदैछ ठुलो ट्रक छ नि त्यो ब्याक गर्यो अब यता घुमाएर ल्याउँछ भ्युज हेर्नु गएछु परसम्म यता माथि त्यहाँ फहद पुगिसक्यो अगाडि गएको
चढ्दैछ चढ्दैछ गाडी चढ्दैछ माथि चढ्दैछ 2 को गियरमा यो उकालो राम्रो लाग्यो बाटो बनाएको छ त्यसैले ऊ त्यो टावर देखेछ नि रातो रातो टावर हामी त्यहीँ पुग्ने हो त्यो हो मानमा आइसकेछ अब घुमी 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 जानु पर्यो सबै खेती गर्ने ठाउँ हो क्या त्यो ऊ यस्तो सब परमेश्वर लाइनिङ बनेछ नि सब खेती गर्ने ठाउँ अनि माथि रुखहरू छन् अग्ला अग्ला रुख यहाँदेखि सानो देखिन्छ नि तर अग्लो अग्लो रुख छन् दामी देखेछ हामी त्यहाँ जाने हो माथि ट्रक हिँड्दैछ नि हामी यो तलदेखि गएर यता फेरि चढ्ने उता चढ्ने माथि जाने यस्तो घुमेर ऊ त्यहाँ पुगेर उता जाने ओ माई गॉड बाटो ऊ त्यो ब्रिज हो त्यो ब्रिज क्रस गरेर यो डाँडा सकेर उताको डाँडामा हामी जाने हो त्यस्तो छ नि त्यहाँ माथि पुग्ने दामी देखिरहेछ गाइज यो लुक हेर्नु कस्तो दामी देखेछ पछाडि आयान भाइ पनि आइसक्यो त्यहाँ बाइकमा वाह गाइज क्या दामी लुक छ हामी जाने हो त्यो माथि डाँडामा उताको डाँडामा ऊ डाँडा हेर्नु कुदायो यो ब्रिज भन्दै थिएँ म अब यो डाँडा सकेर उताको डाँडामा जाने अब माथि चढ्ने guys U-turn and ukalo and khalto on the road oh my god bumping road so if it's him, say it now. If it's me, then let it down. Are you already in love with him? Already in love with him. Are you already in love with him? Already in love with him. Are you already in love with him? Or am I still your afterthought? अग्ला पहाड गाइस कालीकोटमा अग्ला पहाड बाख्रा अन द रोड कति अग्ला हिमाल छ हेर्नु त त्यहाँ माथि झर्ना साइड Oh shit. Up and down, up and down, up and down, up and down. Hello, hello, hello. साला गियर ना कम करें तू भी आ पाँव दबा उठा ना निकला उठा अबे वीडियो बाद में बना उठा इधर छोड़ा इधर से हैंडल पाँव निकाल बस हटा दियो बस निकल गया गाइस फेरि लुटेको अवस्था दम्मी तरीके लुट्यो रुकेर राम उठाइछ हट इधर लगा हाथ की का मारे रहा है हमको ये बताओ हैं तुम हाथ ऐसे क्या करे रहो ये लोंडलों से हाथ में लग रहा है
गियर अब कम नहीं करे साला गियर फंस गया का एउटा चल लगा स्टैंड लगा यही त रमाइलो हो न भाइहरू रमाइलो भनेको यही त हो राइडरको पैसा नै यो नया गियर कितने में देखो अभी दिखाई दे 4 में हुई है गियर 3 पे है वो कालो रहा है बस वैसे ल गाइस हुन त केही भएन यस्तै यो लोटेको भाइहरूसँग हात मिलाउँदै थिएँ गियर 3 मा थियो यस्तो उकालो बाटो थियो कपड़ा तो हमेशा फेंक देते यार अबे मैं गिर गया डन्डामा धुले छु ल एउटा बुलेट बाइक अगाडि आएको छ भ्याट 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 गर्दैछ बाख्रा अन द रोड बाख्रा अन द रोड ट्रकले आवाज निकालेको हेर्नु त हुँ हुँ भइरहेछ त्यो लोड पनि त गरेछ भयङ्कर पुरै थियो सिमेन्टको स्ल्याब भाइ यो भिडियो यहाँ छ अब यो भन्नुहोस् यो भिडियो कहिले पठाउनुहुन्छ मलाई गाइस मानमा बजार हामी पुगिसक्यौँ 9:25 बिस्तारै बिस्तारै आएको हामी त धेरै स्पिड आएको छैनौँ ओ भाइहरू बिस्तारै बाइक चलाउँछन् त्यसैले म पनि बिस्तारै बिस्तारै सँगै आएको फहाद त्यहाँ गइरहेको छ सबभन्दा छिटो बाइक चलाउने भनेको फहाद भाइ हो बिस्तारै आफ्नो पारामा नर्मल तरिकाले अनि आयाम त अगाडि गइगयो म पछाडि छु सबलाई सँगै लगेर हिँड्छु के म त्यसैले पछाडि बस्छु मन हुन्छ त्यतिखेर अगाडि गइदिन्छु कुदाउनलाई बाइक नभए त पछाडि बस्छु सँगै आउने सँगै जाने नो आगे नो पिछे मानमा बजार डोमिनार त्यही यहाँ छ नि मेरो चेक गर्दैछ बजाज अथराइज सर्भिस हेलो कतिखेर पुग्नुभयो यहाँ यहीँ पुग्नुभयो त डाइरेक्ट हामी 10 बजे त्यहाँ पुगेको अब तिमीहरू चक्करमा बिस्तारै बिस्तारै आइरहेको थिएँ म त सँगै हिँडिहाल्थेँ म त बाटोमा बस्यो होइन हामी हजुर हामी सँगसँगै आएको भए हामी मजाले त्यही त हामी त यहीँ पुग्थ्यौँ डाइरेक्ट ठ्याक्कै कति 7:15 भएको थियो मोटरमा चाहिँ अब सबभन्दा ठुलो चलाउने बाइक त्यो हो क्या एकदम बिस्तारै चलाउँछ अनि हामी पनि सँगसँगै दुई ठाउँ बस्यौँ बस्न पनि बस्यो नि त तानिहाल्ने भनौँ क्या त्यही त पुग्न त हामी पनि त्यहाँ मैले सोचेँ कि नेपालमा त हाजै पुग्ने हो किन हतार्नु पर्ने हामी पनि हामी त्यही हिसाबले आयो तर चाँडै चाँडै भन्दा भन्दैन बाइकले ढुकुर बनाइदियो के भयो बाइकमा चेन ओभर लुज भएको थियो ए अनि काटेको क्या हो यस्तो बाटोमा कुदाएपछि लुज भइहाल्छ क्या चेन त्यो खोल्ने ठाउँ पनि नरहेछ क्या 1.5 घन्टा भयो 1.5 घन्टादेखि यहीँ बसिराख्नु भयो त्यतिवटा काम गर्नलाई अनि अरू साथीहरू खै होटलमा म झन् पानी पनि भाइ चेनमा मोबिल हालिदेऊ न यार सुकिसकेछ खाम न यतै कतै यार बहुत जसले बोक लाग्छ मलाई त
गाइज हामी नास्ता गर्नलाई यहाँ कालीकोट होटल रोमन एन्ड गेस्ट हाउसमा रोकेका छौँ। कालीकोटको मानमामा दामी देखिरहेछ त यार, खतरा पुरा राइडर नै देखिरहेछु त म सिस्टममा हेर्नु। के को आवाज? के खाने आयन भाइ? के खाने? यो खाने, यो खाने, आलु 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 पराठा खाने, के चाउमिन? यही होटलमा हामी बसेको। दुईटा अन्डा चना अनि एउटा भेज चना अनि मेरो चाहिँ 14 अन्डा र चना एउटैमा। पुरी तरकारी अनि पुरी तरकारी तिनवटा पुरी तरकारी सेवा खाने। माथि गर्नुपर्छ कि यतै भइहाल्छ? त्यो त डबल स्ट्यान्ड छैन, पल्टाउनु पर्दैन। सकिन्न होला, हेभी छ नि त्यो। एकछिन 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 मिटौँ गरौँ। हेभी छ यसको डबल स्ट्यान्ड छुट्टै आउँछ कि यहाँ छैन होला। केटिएमको एडभेन्चर। पुगेर आइसक्यो। अस्ति हामी यहीँ त थियौँ। जनता ग्यास अब यहाँ आएर पेट्रोल हाल्नु पऱ्यो। कतिको हाल्यो? कति? 5 जति ठिक्क हुन्छ। 5 जति, 5 तिमी कति हाल्यो? त्यही 5 ठिक्क हुन्छ। त्यहाँ त पाइहाल्छ तर सुर्खेतमा, सुर्खेतमा त पाइहाल्छ। 5 मिनट त पुगिहाल्छ मजाले सुर्खेत। हाम्रो वैसे लक फंसा थे, पानी की वजह से लॉक फंसा थे, पानी का बंदा तो लॉक फंसा था। अब डैम में रिजर्व में लगा हुआ है। रिजर्व हमरा है नहीं, तेले नहीं बैठ गए थे। आपको कितना डालना है? 5। तुम पेमेंट करे? हमरे तो होएगा खाली 100 रुपया। हमरे होएगा का 100 रुपये ज़्यादा डाल दिया साला। यहाँ 5 लिटर तेल हालियो गाइस। अब यहाँदेखि लाग्यो डाइरेक्ट सुर्खेत। पानी सानी हाल्यो। कालीकोट मानमादेखि पुरै गइसक्यो। पछाडि पानी
भनेको ऊ त्यो घरहरू देखेको थिएँ माथि टपमा भएको अनि आफू त्यो टावर देखेको टावर उता पनि थियो कि उता गएर फेरि जुम्ला उता नारायणले जाने बाटो उता छ यता त्यो मालमा हो माथि जम्मा भएको अर्को पाहाडमा चढ्ने सबलाई लगेर तल गइदिन्छ जो यहाँको पानीको बेला एकदम स्थिति हुन्छ त्यो ठाउँ हामी चैते गीत गरिसक्यौँ गाई भिड लगाएको थियौँ उतापट्टि पानी पस्थ्यो यता दैलेख थियो यता बाटो राम्रो थियो कतै हिँडिरहेको छ कतै आउँछ कतै उसको यता कालिका लज 8-20 त दैलेख खिड्की जिल्ला दैलेखमा पुग्नु दैलेख अनि पसेर त्यो गेटमा अलिक छिरेको अब बाटो चाहिँ त्यस्तो खानु जाम लाग्यो कोही बाटो पनि त गरेर जान्छ यता यता उता जब पर्छ आएको बेला गाई त्यो छ नि पुल त्यो पुलमा बोटिङ गरेको थियो उतापट्टि उता गर्दै साइडबाट बस्दै र ऊ त्यो घुम्ने पुल देखिरहेको छ अनि त्यो घुम्ने उता त्यो रोकेको देखेको नि जङ्गलको त्यहाँ क्याम्पिङ गरेको थियो उनीहरू त्यो रोकेको भएको हुन्छ नि राकम हो म राकम पुगिसकेको छु यहाँ रोड बन्दैछ होटल हिमांशु होटल राम्रो होटल हो đá cái cuốn này đấy đá cái ta sẽ có cái group foundation đó thì nó đang sao được chứ rồi ông chạy nó người ta được group còn nhiều chứ em ta cũng cắt tôi cái chân tăng nhưng mà ta được gì गाइस दैलेख र अछाम जोड्ने ब्रिज यही हो यी तलपट्टि छ
यता दैलेख छ त्यताको एरिया यो पहाड दैलेखको हो उता त्यो अछाम हामी दिदी धेरै हो कति यहाँ गएर दिदी पाउनुको लागि अछाम पनि पुगेर आउँछु रेडबुल चिसो छ गाइस ऊ त्यो माथि गाडी गइरहेछ नि उता जुम्ला जाने बाटो हो उतादेखि गाडा पनि गइन्छ यो ब्रिज यता अछाम हो ऊ त्यो माथि गाडी आइरहेछ नि त्यो अछामदेखि गाडी आइरहेछ अनि यो ब्रिज पनि अछामको ब्रिज हो अछाममा पुग्दा टेकेर आउँछ नि त सीमा समाज कर्णाली प्रदेश सुर्खेत तुम हे रुको ए वो आएगा वो आएगा हाय नहीं तुमका चाहिए सर विनायक नगरपालिका श्री पश्चिम प्रदेश में पढ़ाई गया आई इंटर इन असम गाइस यो पंच देवल विनायक 4 असम में खुट्टा राख्यो अब यहाँदेखि फर्किने हजुर सर तपाईँ कहाँ म त नेपालगञ्जदेखि घर जाँदै नि घर कता हजुरको यही माथि माथि हो ए म त रारा पुगेर आएँ नि त कति दिन 4-5 दिन जति भयो रमाइलो हो रमाइलो भयो सर ए ठ्याक्कै बाटोमा देखेँ नि त त्यही त म यता बाइकदेखि गइराख्नु भयो थियो अब म त यता कुरा गरेको थिएँ 20 किलोमिटर जति मेरो हो हजुर घर यहाँदेखि भित्र यता असमतिर यो खोलाबाट पारि जाने ए असमतिर नि हजुर त्यही त म भन्छु को रोकेछ म त त्यहाँ कारणले गर्दा हो कि सोचेँ होइन ऊ साथी खै थियो त्यही तपाईँलाई हेरेँ हजुर चिनिहाल्नु भयो मलाई हेरेर अनि ड्रेसै चिन्ने नि त अट्ठी चाहिँ के हजुरको अहिले कता छ त पनि ड्युटी गरिराख्नु म त अहिले काठमाडौँ अहिले 4 महिनालाई अछाम छु हजुर सिद्धिनलाई अछाम कालको ए अनि अब उता आउने प्लान छ कि नै नेपालगञ्जतिर नेपालगञ्जतिर नेपालगञ्जबाट आउँदैछु अहिले चाहिँ नेपालगञ्जदेखि नै नेपालगञ्ज आइरहेको छु त्यस बिचमा हुन्छ ल ठिक छ शुभयात्रा ल रमाइलो गर्नुहोस् आज नेपालगञ्ज जानु त पुगिन्छ आज रात मजाले पुगिन्छ म ठ्याक्कै त मलाई देखेँ मैले त चिन्नै सकेन हजुरले बाइकले जानुभयो अनि म यहाँ कुरा गर्दै थिएँ मैले त्यस्तो ध्यान गरेन कि अनि उतादेखि आउने त को आइरहेको छ सर आफ्नै सर आइराख्नु भएको छ गाउँको नजिक देखेपछि त रोक्यो हो क्या अब यहाँ ठौरेर अलिकति माथि जानुपर्छ हजुर हजुर पुगिन्छ ल हुन्छ ल शुभयात्रा है थ्याङ्क यू सर रमाइलो गर्नुहोस् ल तपाईँ त पुगिसक्नुभयो अब मलाई पुग्नु पर्ने छ 15-20 आधा घन्टामा ए ल यहाँ ट्राफिक बसिरहेको छ नि हेरौँ रोक्छन् कि नै म त्यो माथि रोकिरहेको थिएँ गाडी रोक्छन् कि बाइकले रोक्छन् थाहा भएन
रोकेन गाई बाटो कति साङ्ग्रो छ हेर्नु चित्तर पछाडि हुँदैछ अनि बस आउँछ यता गाडी एउटा छ टिप्पो र यो टर्निङमा यस्तो गाह्रो छ टर्निङमा देखिन अगाडिदेखि को आइरहेको छ भइरहेको होला घाम लाग्यो गाई यता गर्मी भयो यता गर्मी भयो तुलेर तल अब लागिरहेछ हामी आफ्नो एरियामा पर्फेक्ट हुँदैछौँ अहिले त माथि नै छौँ के पनि पुगेको छैनौँ हो यो गर्मीले हेर्दा हिल भइरहेको अब बाटो राम्रो भेटिन्छ होला किनभने अब अलिअलि ग्राभीलाई यस्तो आउँछ खाल्टाको थिएँ तर अब पिस नै भेटिरहेको छ प्रायः जस्तो अब यहाँदेखि तर उता भित्र अफरोड बढी चलाएको ओ गड गाइस यो पहाडहरू बस्छ पहाड हरियाली पहाड छ जता पनि हरियाली छ तर बस्दै पर्छ नतान देखेको छ सबै देखिरहेको छ रात पात गरेको त्योहरू रातोमा आएको सबै रातोमै देखिरहेको छ आइरन बढी भएको ठाउँहरू रातो पुमालु पुल अब त घर जाने फर्किने भाषासँग भेट्ने त्यस्तो भइरहेको थियो त्यो कति चाँडै घर पुगम भइरहेको थियो कि धेरै ब्लग बनाइरहेको छैन जिगाइरहेको थियो भाइको भयहरू पछाडि चाहिँ अहिले पुरा अगाडि गरेर रोक्नुसँग फेरि हिँड्छु तर मलाई बाइक कुदाउनु बहुत मजा आउँथ्यो रोज चलाउनै मजा आउँथ्यो यो सबभन्दा अगाडि घरको गाडी सुत्ने भइरहेको थियो यो ब्रिक हेर्नु अब यहाँ के लेखेको छ रामघाट तपाईँको यात्रा शुभ भयो धन्यवाद 820 नगरपालिका यात्रा गर्नुभएकोमा धन्यवाद आर्टिस्ट के नगरपालिका जहाँ पनि थाहा छ बहुत कुदाउँदै यो कोम डिस स्टार्ट भयो झन्झट नै हो एउटा ब्रिजमा एउटा गाडी मात्र आउनु जाने गर्दथे ठिकै हो भाइ बस पछाडि लैजा म अगाडि निस्केँ बहुत धुलो उडाइरहेको थियो यार रात त्यस्तै धुलो देखेँ धुलो म उडाउने बहुत राम्रो भयो त्यो गाई धारा जाँदाखेरि पानी परेर नभए ऊ त्यहाँ तलपट्टि हेर्नु कस्तो धुलो उडाइरहेको पुरै गाडीहरू बाँकी पुरै धुलो भएछ हेर्नु पुरै ग्लभ्समा धुलो भइगयो यता धुलो यहाँ धुलो जाँदाखेरि त एकदम राम्रो थियो त्यो तलको बाटो हेलुप्तै देखेको छैन सब पछाडि छन् रोकेछन् कि पुरै गर्दैछन् साह्रो आउँदै एउटा बाइक त आयो म कस्तो भएको हाम्रै ग्रुपको हो कि अर्को हो थाहा भएन त्यहाँ धेरै डाउन छ अर्को कोही हो बाटो हेर्नु रारा भयो यस्तै छ बाटो कति धुलो छ अस्ति हामी जाँदाखेरि पानी परेको थियो यस्तो धुलो थिएन सेतो पाउडर आउँदाखेरि अलि होसियार भएर आउनु होला पानी परेको बेला आउनु होला है यस्तो बेला आउनु हुन्छ भने धुलो मात्रै खानु हामीलाई त जाँदाखेरि केही भएन आउँदाखेरि घाम लाग्छ भयङ्कर पानी पनि परेको छैन सब धुलो भइरहेछ मुखमै पस्दिन्छ त्यो यार धुलो
यति धुलो भएको पुरै अब लाग्छ कि म रातदेखि फर्किरहेको छु। अस्ति देखाएको कपडा सफा थियो, बाइक पनि सफा थियो। अब अहिले लागिरहेछ एडभेन्चर गरेको छु। सुर्खेत अब यहाँदेखि कति छ, यहाँ देखिहाल्छ वीरेन्द्रनगर 84 किलोमिटर छ त गइदिउँ यहाँदेखि। त 2-24 मिनट लागिसक्यो। 71 किलोमिटर रहेछ यहाँदेखि अझै 1.5 घन्टा लाग्छ। पुग्छु उता एकछिन बसेर भोलि भयो अलि सफा यस माथि रुख काट्दैछ नि त। कति वर्षपछि आएर जस्तो लागिरहेको छ। थाकी गयो धुलो खाँदा खाँदा पिचायो 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 पिचायो। अफ रोड कुदाइ कुदाइ हुलिया टाइट भयो गाइस। यति बाटो आज पिच माई गड कति रिल्याक्स फिल भइरहेछ। अघि त धुलो धुलो खाल्टो अहिले त यस्तो यत्तिकै पिच भयो। राम्रो यार थाकिसकेँ। एकछिन बस्छु पानी खान्छु अनि त फेरि यो आइगो फेरि आइगो अफरोड आइगो। एकछिनको लागि आछ। छैन राम्रो रुख लागेको अनि छाया आएको ठाउँ यहाँ बस्नु मजा आउँछ। यो कहाँको नम्बर हो भाइ विश्वगु त्यो त्यहाँ भित्र ड्राइभर नाङ्दै बसेछ त तपाईँ हेर्नु मिररमा हेर्नु है। तलको पनि छैन माथिको पनि छैन नाङ्दै बसिरहेको छ। के हो यस्तो पारा ड्राइभरको धुलो 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 छ धुलो छ। एकछिन रेस्ट गऱ्यौँ भाइहरू गइसक्यो अनि ट्रकमाथि क्रेन गइरहेछ। यता अब हामी लाग्यौँ वीरेन्द्रनगर सुर्खेततिरै। सीमा समाप्त। धन्यवाद। फहद भाइ त्यहाँ पुगिसक्यो ट्रकनिर। त्यहाँ ट्रक आउँदैछ नि बाइक निस्क्यो ट्रकको पछाडि फहद भाइ रहेछ। अनि आयान भाइहरू अगाडि नै गइसक्यो। 2 जना त्यही पनि यत्रो बाटो क्रस गरेर गइसक्यो। म पछाडि नै छु। निस्किनु पऱ्यो अगाडि। खोला बगेको यता पहाड केराबारी। हामी केराबारीनिर पुगिसक्यो। केराबारीदेखि म निस्किसकेँ बाहिर। धेरै केराबारी थियो यहाँ। यी केराको रुख नाम पनि केराबारी, रुख पनि देखियो केराको। के हो भाइ? काफ त त्यहीँ पाइहाल्छ, त्यहीँ पाउँछ। यहाँ बोकेर लगेर सब पच्केर सब बिग्रिहाल्छ के।
हामीलाई टाढा जानुपर्ने छ सब पच्किहाल्छ क्या त्यो घाम चिसो थियो यता फेरि यता घाम आइगयो यही त हो फेरि चिसो आउँछ घाम जान्छ घाम गएपछि चिसो हुन्छ क्या रातो रातो माटो ऊ त्यहाँ हेर्नु टर्निङमा घर बनाएको ऊ कस्तो टर्निङमा घरै गर्छ अनि हामी उतै जाने अब बिस्तारै बिस्तारै ऊ हेर्नु एउटा बस पनि गइराख्यो होला ऊ त्यहाँ सावधान दुर्घटना क्षेत्र एरिया सुर्खेत दैलेखको सिमाना यता हो यो सिमाना हो सुर्खेत दैलेखको सुर्खेत यता लाग्यो दैलेख उता लाग्यो सिमाना हामी अब सुर्खेततिर प्रवेश गऱ्यौँ दैलेख छोडिसक्यौँ डेन्जर डेन्जर टर्निङ छ गाइज यी हेर्नु पुरै यो टर्निङ छ 4:13 हामी सुर्खेत इन्ट्री गरिसक्यौँ हामी ऊ त्यो डाँडा पहाड त्यहाँदेखि निस्केर यस्तो कट्दै 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 घुम्दै 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 यतादेखि आएर अब यो पाहाडमा आछौँ यतापट्टिको त्यो पाहाड छोडेर आयाम भाइ त पछाडि नै छ फहद भाइ कहाँ छ ए आयाम भाइ यहाँ फहद भाइ ऊ त्यहाँ देख्यो ऊ त्यो डाँडा ऊ त निस्किरहेको छ बाइकमा ऊ आउँदैछ पछाडि छ स्लो बाइक चलाउँछ यार बहुत स्लो बाइक चलाउँछ बाटो नै छैन त कतादेखि जाने म यतादेखि निस्केँ उतादेखि निस्क्यो केराबारी गाइस केराबारी त माथि थियो तर केरा त यहीँ छ यी कति धेरैको केराको रुख ऊ तलपट्टि पनि छ यता पनि छ केरै केरा भएको यसलाई भन्नुपर्ने केराबारी त्यहाँ केराबारी लेखेको ठाउँमा एउटै केरा थियो यहाँ नलेखेको ठाउँमा यति धेरै केराको रुख ओ माइ गॉड बड्डी चौर पुगिसक्यौँ बड्डी चौर बड्डी चौर यही हो ड्राइभर चेन्ज भएको छ फहद उता बसेको छ आयनको बाइकमा अनि जाफरले बाइक चलाउँदैछ अब अलि स्पिड भाग्छौँ कुदाउँछौँ फहदले बहुत स्लो बाइक चलाइरहेको छ यार ट्राफिक सर पनि उभिराख्नुपर्छ बोल्नुहुन्छ कि नै बोल्नु भएन त हेरिराख्नुपर्छ राकेश मोटरसाइकल वर्कसप अर्ग्यानिक गन्द्रुक के हो भान्साघर क्रेनलाई बोकेर ट्रक लग्दै ओभरलोडेड छ बिस्तारै बिस्तारै जाँदैछ कस्तो स्मेल आएको छ Wow, too beautiful, beautiful. It's you. Yeah. Hello. Hey, यता आइज कम कम भागिगयो बस्ती गाइस यहाँ सुर्खेतभन्दा माथि यता जाँदाखेरि पर्छ यो यस्तो छ सुकुम्बासी बस्ती हो यिनीहरू बहुत ठुलो छ त केटाहरू रनिङ गर्दैछन् आर्मीमा जानलाई सुर्खेत पुगिसकेको छु कति बजेर 5:30 बजीतिर पुगेछु
अब 2 घन्टा उता लाग्छ होला, 2 घन्टा उता लाग्छ अनि 5:30 8भित्र पुग्छु होला मजाले। यहाँदेखि 6 बजी हिँड्यो कि 8 बजी मजाले पुगिन्छ वीरेन्द्रनगरदेखि। कस्तो दामी देखेछ कि लाइटनिङ गराएको छ, पुरै स्ट्रेट बाटो जान्छ कि। यता माथि गएपछि दैलेख गइहाल्छ, स्ट्रेट गएपछि नेपालगञ्ज। गाइस कस्तो दामी बनाएको छ त कर्णाली के ट्विन मार्स, दामी दामी ठाउँ बनाएको। सुर्खेतको वीरेन्द्रनगर चौक पुग्यौँ गाइज हामी। अब यहाँदेखि नेपालगञ्ज लाग्ने। आर्मी चेक पोस्ट क्रस गर्दै जस्तो छ भन्दा माथिको भेरी पुलमा बसिरहेछन् भाइहरू। हामी चाहिँ छुटिसकेछौँ। लिएर आएको चिन्छु मामा। यहाँ खाने चिया को चिनेको हो? गाइज हामी चिया खान आएको राधाकृष्ण मिष्ठान भण्डारमा, तर दुध छैन। जाने अब डाइरेक्ट नेपालगञ्ज। यहाँ हेरिरहेछौँ, यहाँ छ कि गङ्गालाला स्विट हाउस। गङ्गालाला स्विट हाउसमा मिठो चिया पाइन्छ। 4:48 पुग्न लागिसकेको छ। रातिको 8:25 भइरहेछ गाइज। हामी हर्दैदेखि निस्किसकेछौँ, बबै पुग्न लागिसकेछौँ। 6 किलोमिटर छ बबै यहाँदेखि। यो होलाहरूले चिन्नुहुन्छ होला, यस्तो वालमा यस्तो स्टिकरहरू बनाएको। हामी बबै पुगिसकेछौँ 8:34 बबै ब्रिज यहाँ छ। यो त हो कि अगाडि हो? यहीँ हो कि अगाडि हो? यही हो आयन भाइ अगाडिकोमा जान्छ, अगाडिकोमा पर्छ। हुन त त्यो वाला हो मोटरसाइकल स्ट्यान्ड, यो वाला। यहाँ हो र होइन? त्यहाँ कोही छैन। हुन त त्यही हो भन्थ्यो। यहाँदेखि हेलमेट खस्यो बाइकदेखि ऊ त्यहाँ तल गएको कहाँ छ देखिरहेको छु। नभए मुगुको भिरमा खसेको भए त कहाँ जानु पर्थ्यो? तल जानु पर्थ्यो। कोलपुर पुगिसकेछौँ। 9:29 हामी कोलपुरनिर छौँ। कोलपुरको चोकमा अब यो चोक क्रस गरेर यता भित्र आफ्नो एरिया कति म्याच भइरहेको के हो बाटो त यहाँ पुग्दाखेरि आफ्नो साथै आफ्नै गाउँमा बाटो टोलमा आफ्नै गाउँमा पुगिरहेको छ।
हामी आफ्नो घरतिर लाग्दैछौँ 4जना भाइ। गाइस गुड नाइट। हाम्रो यात्रा अब यहीँ सक्यो। यी भाटभाटी छ, ब्याग एक्सचेन्ज भइरहेछ, ब्याग यताको उता भइरहेछ। एकदम थाकिसकेको छु यार, राइड गर्दा गर्दा नन स्टप हिँडिदियो यार। भर्खर आएर पुग्यो। कति बजिरहेछ? 10 बज्न लाग्यो। भर्खर यहाँ उभिरहेको छु भाटभाटीनिर। पुग्नु लाग्छु यहाँ। अब हामी छुट्टी हाल्छौँ, सबै आफ्नो आफ्नो घर गइहाल्छन्। म पनि आफ्नो घर जान्छु यहीँदेखि। ल त गाइज, बाई, गुड नाइट। ल अब छुट्टिने बेला भयो हाम्रो। राराको टुर हाम्रो एकदमै ट्रिमेन्डस एडभेन्चर थियो मेरो लाइफको। मैले एकदमै धेरै कुराहरू सिकेँ, इन्जोय गरेँ तपाईँसँग यो साथ। फेरि पनि हामी एकचोटि कोल्याबोरेट गर्नु आएको छ मलाई। ओके ओके, हुन्छ नेक्स्ट टाइम। थ्याङ्क यू सो मच फर द राइड। ओके ल भाइ, आराम से जाओ। अल्लाह हाफिज। अल्लाह हाफिज। ओके ओके, ल त गाइस, गुड नाइट, बाई बाई। चिया पाइन्छ? छ चिया? चिया छ कि नाइ? चिया छ भाइ? ल एकदम राम्रो बनाइदियो यार। बहुत मिस गरेँ यार तिम्रो चियालाई यार। तर 4-5 दिन यस्तै विदाउट चिया। 5 दिन जति भयो आज। सोल्यानी बङ्गाला यहाँ पुगिसक्यो आफ्नो घरनिर। 10 बजेर 77 मिनेट। मेरो घर यहाँ छ। तो 17मा म इन्ट्री हान्दै घरमा। क्रस फायर त्यहाँ उभिएको छ, मेरो दियो उभिएको छ। यसको मतलब भाइ पनि होला। पनि अस्ति भर्खर म उता गएको बेला यो बुटबल गएको थियो। बुटबल त्यति आएको छ। दुइटै भाइ उभिएको छ। ल त गाइस, गुड नाइट सबैजनालाई। बाई बाई। राराको टुर सक्यो यहीँदेखि। बाई।